चाहिँ अघि नैको जुन सेटको पार्ट थियो त्यसमा कन्टिन्युएसन गर्दैछु। अब सेटमा पनि एउटा इक्जाम्पल सहित हामीले हेर्दैछौँ। हामीलाई यहाँ क्वेसनले भनेको छ इफ यु इक्वल्स 1 2 3 10 मतलब यु भनेको एउटा युनिभर्सल सेट 1 देखि 10 सम्म यानि कि नेचुरल नम्बर दिएको छ। त्यस्तै गरी ए भनेको 1 3 5 7 9 यानि कि हाम्रो अड नम्बर दिएको छ। त्यस्तै गरी बी इक्वल्स 2 3 5 7 यानि कि हामीलाई यहाँ प्राइम नम्बरको सेट दिएको छ। अब यहाँबाट हामीले के पत्ता लगाउनु छ त? सबभन्दा सुरुमा त ए कम्प्लिमेन्ट जुनको बारेमा अघिल्लो भिडियोमा डिस्कस गरिएको थियो। ए बाहेकको एलिमेन्ट। त्यस्तै गरी बी कम्प्लिमेन्ट यानि कि बी बाहेकको एलिमेन्ट अनि ए कम्प्लिमेन्ट युनियन बी कम्प्लिमेन्ट मतलब युनियन भनेको कम्बिनेसन भन्ने त बुझ्नुहुन्छ नि। त्यही भएर ए कम्प्लिमेन्ट र बी कम्प्लिमेन्टको कम्बिनेसन जुन हामीले ए कम्प्लिमेन्ट र बी कम्प्लिमेन्ट यता निकाल्छौँ त्यसलाई कम्बाइन गरेर यसमा निकालिनेछ। त्यस्तै गरी ए कम्प्लिमेन्ट इन्टरसेक्सन बी कम्प्लिमेन्ट अब इन्टरसेक्सन भनेको के थियो त कमन थियो। त्यही भएर ए इन्टरसेक्सन र बी इन्टरसेक्सनबाट के कमन एलिमेन्ट हुन्छ त्यो हामीले यहाँ पत्ता लगाउँछौँ। त्यस्तै गरी ए युनियन बीको कम्प्लिमेन्ट मतलब ए युनियन बी बाहेकको एलिमेन्ट के छन्। त्यस्तै गरी ए इन्टरसेक्सन बी कम्प्लिमेन्ट मतलब ए इन्टरसेक्सन बी बाहेकको एलिमेन्ट के छन्। अब यो ए डबल कम्प्लिमेन्ट र बी डबल कम्प्लिमेन्टको अर्थ चाहिँ म अहिले बुझाउनेछु। ल सबभन्दा सुरुमा चाहिँ हामी भेन डायग्राम बनाउनुतर्फ लागौँ। हामीलाई के दिएको छ त सेटमा? ए भनेको 1 3 5 7 9 छ। बी भनेको 2 3 5 7 यानि कि यहाँबाट यो 3 5 7 र 3 5 7 त कमन एलिमेन्ट छ। अब भेन डायग्राममा के हुन्छ त? यो 3 5 7 लाई हामीले अब बिचमा राख्नुपर्ने हुन्छ। त्यस्तै गरी नेक्स्ट हामीलाई के दिएको छ त? एमा अब के बाँकी रह्यो? 1 र 9 अनि बीमा चाहिँ 2। अब यसलाई हामीले के गर्छौँ त भेन डायग्राममा लेख्नेछौँ 1 र 9 लाई एतर्फ र 2 लाई चाहिँ बीतर्फ लेख्नेछौँ। त्यस्तै गरी अर्को चाहिँ हामीलाई के भनेको छ त युनिभर्सल सेट पनि दिएको छ। युनिभर्सल सेट चाहिँ 1 देखि 10 सम्मको नम्बर हो। त्यही भएर हामीले के गर्छौँ अब यहाँ जति पनि नम्बरहरू बाँकी रह्यो नि यो भेन डायग्राममा त्यसलाई हामीले अब बाहिरपट्टि राख्नेछौँ। के बच्यो त 4 6 8 10 अब यो हाम्रो भेन डायग्राम कम्प्लिट भएको छ। अब हामी जाऊँ प्रोब्लम सल्भिङतर्फ। अब सबभन्दा सुरुमा चाहिँ हामीले गिभन कुराहरू लेख्छौँ के दिएको छ क्वेसनमा। अब भेन डायग्रामबाट हेरियो भने यो क्वेसन गर्न धेरै नै सजिलो हुन्छ। सँगसँगै हामीले भेन डायग्राम मात्र नभएर अब लेख्ने प्रोसेस पनि बुझ्नु पर्यो। अब त्यो गर्दा चाहिँ जस्तै सबभन्दा सुरुमा हामीलाई दिएको छ ए कम्प्लिमेन्ट। अब यो निकाल्न धेरै सिम्पल छ। ए कम्प्लिमेन्ट भनेको के हो त? ए बाहेकको एलिमेन्ट। एमा के छ त 1 3 5 7 9 मतलब 1 3 5 7 9 बाहेक जति पनि एलिमेन्ट छ नि जस्तै 2 4 6 8 10 यो यसको पार्ट पर्यो। ए कम्प्लिमेन्टको पार्ट 2 4 6 8 10 जस्तै हामीले एन्सर निकालेको छौँ 2 4 6 8 10। अब यो कसरी आयो त? जस्तै हाम्रो ए कम्प्लिमेन्ट भनेको के हो त? यो बाहिरको टोटल युनिभर्सल सेटमा 1 हटायो भने आउँछ। भनेपछि युनिभर्सल सेट देख 1 देखि 10 सम्मको एलिमेन्ट। त्यसमा 1 3 5 7 9 लाई हटायो भने के बच्छ त? 2 4 6 8 10 यही नै हाम्रो ए कम्प्लिमेन्टको आन्सर हुने भयो। त्यस्तै गरी अर्को दिएको छ बी कम्प्लिमेन्ट। बी कम्प्लिमेन्ट भनेको के बुझ्नु त? बी बाहेकको सबै एलिमेन्ट यानि कि बी बाहेकको सबै एलिमेन्ट के छ त हामीसँग 1 4 6 8 9 10 यो चाहिँ हाम्रो बी कम्प्लिमेन्ट हुने भयो। जस्तै ल्याङ्ग्वेजको फर्ममा अथवा रिटन फर्ममा लेख्नुपर्दा चाहिँ यु माइनस बी भनेर लेखिन्छ। यु भनेको हामीलाई दिएकै छ, बी भनेको पनि दिएकै छ। अब यहाँमध्ये के एलिमेन्ट सेम छ त? यो 2 3 5 7 भनेपछि यो लेख्न पाइएन। त्यो भए के बन्छ त 1 4 6 8 9 10 यही नै हाम्रो बी कम्प्लिमेन्टको आन्सर हुने भयो। त्यस्तै गरी नेक्स्ट छ ए कम्प्लिमेन्ट युनियन बी कम्प्लिमेन्ट। अघि नैको क्वेसनमा हामीले के गरेको थियौँ त? ए कम्प्लिमेन्ट र बी कम्प्लिमेन्ट निकालेको थियौँ। अब त्यसैको कम्बिनेसन अब यसलाई कम्बाइन गर्ने। ए कम्प्लिमेन्ट पनि हामीलाई थाहा छ, बी कम्प्लिमेन्ट पनि हामीलाई थाहा छ। अब यसलाई कम्बाइन कसरी गर्ने त? मतलब त्यो रिपिटेड नम्बरलाई चाहिँ फेरि लेख्ने होइन। जस्तै 1 छ 1 आयो, 2 आयो, 4 4 अब यो 4 दुईटा छ भने एउटा मात्र लेख्ने। त्यसै गरी 6 8 9 अनि 10 त्यस पछाडि हामीलाई नेक्स्ट दिएको छ ए कम्प्लिमेन्ट इन्टरसेक्सन बी कम्प्लिमेन्ट। ए कम्प्लिमेन्ट भनेको ए बाहेकको हो, बी कम्प्लिमेन्ट भनेको बी बाहेकको। अब इन्टरसेक्सन भनेको त थाहा छँदैछ कमन कुराहरू। अब यहाँ मात्रै कमन के छ त 4 छ, 6 छ, 8 छ, 10 छ। यो चाहिँ हाम्रो फाइनल आन्सर हुने भयो। अथवा त्यस्तै गरी हामी बी नम्बरमा जान्छौँ। अब यो क्वेसन धेरै सिम्पल छ। ए युनियन बीको कम्प्लिमेन्ट। अब सिधै हेर्ने भने ए युनियन बी भनेको यो दुईटा सर्कल हो।
यो बाहेक हामीसँग के छ त 4, 6, 8, 10 यही नै आन्सर हो। तर रिटर्न फर्ममा लेख्दाखेरि चाहिँ अब सबभन्दा सुरुमा चाहिँ ए युनियन बी निकाल्नु पर्यो। ए युनियन बीको कम्प्लिमेन्ट निकाल्न। अब ए युनियन बी भनेको के हो त? ए र बीको कम्बिनेसन के आयो त? 1, 2, 3, 5, 7, 9। अब यसबाट हामीले के निकाल्न सकिन्छ त? ए युनियन बीको कम्प्लिमेन्ट। अब यो ए युनियन बीको कम्प्लिमेन्ट भनेको के त? युनिभर्सल सेटमा ए युनियन बी घटाउने। अब युनिभर्सल सेट त हामीलाई थाहा छँदैछ 1 देखि 10 सम्मका सर्लका एलिमेन्ट परिहाल्यो। अब त्यसमा के घटाउने त? यो अघि आएको ए युनियन बी यानि कि 1, 2, 3, 5, 7, 9 यसलाई घटाउन साथ हामीसँग के बच्यो त? 4 बच्यो, 6 बच्यो, 8 बच्यो र 10 बच्यो। यो नै हाम्रो फाइनल आन्सर हुनेछ। सिमिलरली हामी VI मा जान्छौँ। यहाँ चाहिँ ए इन्टरसेक्सन बीको कम्प्लिमेन्ट। अब ए इन्टरसेक्सन बी बाहेकको ए इन्टरसेक्सन बी भनेको 3, 5, 7 भयो। 3, 5, 7 बाहेक के छ त? 1, 2, 4, 6, 8, 9, 10 यसलाई हामीले लेख्छौँ। अब रिटर्न फर्ममा लेख्दा चाहिँ सबभन्दा सुरुमा ए इन्टरसेक्सन बी निकाल्छौँ। 3, 5, 7 भइहाल्यो। त्यस्तै गरी ए इन्टरसेक्सन बीको कम्प्लिमेन्ट सल्भ गरेर निकाल्छौँ। अब हामी जाऊँ मेन क्वेसनतिर यसको। मेन भन्दा नि अलि टफ टाइपको। अब बुझ्यो भने एकदम इजी नै हो तर कन्सेप्चुअली बुझ्नु पर्यो। जस्तै ए डबल कम्प्लिमेन्ट। ए डबल कम्प्लिमेन्टको अर्थ ए बाहेकको पनि बाहेकको। जस्तै ए बाहेकको बाहिरका एलिमेन्ट पऱ्यो के अरे। बाहिरको एलिमेन्ट बाहेक के छ त? ए नै पर्छ। मतलब ए को डबल कम्प्लिमेन्ट दियो भने आन्सर के रहेछ त? ए को आन्सर जे हो त्यही नै आउने हो। अब यसलाई हामीले राम्रोसँग गर्दाखेरि चाहिँ जस्तै ए कम्प्लिमेन्ट हामीले अघि नै निकालिसकेका छौँ। 2, 4, 6, 8, 10 अब युनिभर्सल सेट 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10 मा अघि नै निकालेको ए कम्प्लिमेन्टलाई हटाउनु पर्यो। त्यो गर्दा 1, 3, 5, 7, 9 यानि कि इट्सल्फ ए नै आन्सर आउँछ। त्यस्तै गरी बी कम्प्लिमेन्ट भनेको के आउँछ त? अब बी कम्प्लिमेन्टमा के छ? बीमा के छ? 2, 3, 5, 7 अब बीको डबल कम्प्लिमेन्ट पनि के हुने भयो त? 2, 3, 5, 7 नै हुने भयो। यही नै अब फाइनल आन्सर। अब के बुझ्ने भने जस्तै बी को डबल कम्प्लिमेन्ट भनेको बी बाहेकको पनि बाहेकको। बी बाहेकको त यो बाहिरका सबै परे। अब यो बाहिरका बाहेकको भनेपछि के पर्यो त? बी इट्सल्फै भयो। त्यही भएर बी कै आन्सर हाम्रो बी डबल कम्प्लिमेन्टको आन्सर हुनेछ। यानि कि 2, 3, 5, 7 ओके थ्याङ्क यू एभ्रिवान। आजको लागि यति नै। अरू कुनै क्वेसनहरू त्यस्तो टफ क्वेसनहरू भएमा तपाईँले हामीलाई कमेन्ट गरेर भन्न सक्नुहुन्छ। सँगसँगै लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।